18औं शताब्दीको सुरुतिर युरोप र अमेरिकी देशहरू म्यानुअली यानि कि हातले सामान उत्पादन गर्ने विधिबाट बिस्तारै मेसिनतिर सिफ्ट हुँदै थिए। यसलाई नै इन्डस्ट्रियल रिभोल्युसनको सुरुवात मानियो। तर यी देशहरूमा ट्रान्जिसन आउँदै गर्दा नेपाल र एसियाका अरू देशहरू भने ट्रेडिसनल एग्रिकल्चर इकोनोमीमै स्ट्रगल गरिरहेका थिए। पछि एसियाका विभिन्न देशहरू कोलोनाइजेसनबाट मुक्त हुँदै गरे पछाडि त्यो समय पश्चात ती देशहरूले बिस्तारै फड्को मार्दै गए। तर 2007 सालमा नेपालमा राणा शासन हट्दै गर्दासम्म पनि नेपाल इकोनोमिकल्ली आइसोलेटेड नै रहेको भन्ने गरिन्छ र पछिल्लो समय पनि वर्ल्ड ब्याङ्कको तथ्याङ्कले नेपाललाई दक्षिण एसियाको सबैभन्दा गरिब मुलुक भनेर देखाएको छ। तर इतिहासको कुनै समयमा नेपालको आर्थिक अवस्था राम्रै भएको र नेपालले छिमेकी देशहरूलाई समेत थर्काएर राखेको उदाहरणहरू पनि टन्नै छन्। यी सबै कुराहरूलाई एनालाइसिस गर्दै नेपालको इकोनोमिक हिस्ट्रीलाई मुख्य 4वटा भागमा डिभाइड गर्न सकिन्छ। सो के हुन् त ती 4 भागहरू अनि हरेक कालखण्डमा नेपालको इकोनोमीमा के कस्ता उतार चढावहरू आए त? आउन सबै बुझ्ने कोसिस गरौँ आजको इन्डेक्स स्टोरीमा। प्रस्तुत छ द इन्टायर इकोनोमिक हिस्ट्री अफ नेपाल। भिडियो सुरु गर्नु अगाडि अब क्लास 12 को पनि एक्जाम सकिनै लाग्यो र त्यो सँगै ब्याचलर्सको लागि बाहिर जाने कि नेपालमै बस्ने भन्ने विषयमा तपाईमा पनि दोधार उत्पन्न भएको होला। यदि त्यसो हो भने MIT नेपाल यानि कि मोडल इन्स्टिट्युट अफ टेक्नोलोजी तपाईको लागि राम्रो विकल्प हुन सक्छ। MIT ले अमेरिकाको इन्टरनेसनल अमेरिकन युनिभर्सिटी IAU सँगको सहकार्यमा क्रेडिट ट्रान्सफरको फ्यासिलिटी ल्याएको छ। यो अमेरिकन डिग्रीको प्रोग्राममा BBA, BIT र MBA को लागि भर्ना खुलिसकेको छ। डिस्क्रिप्सनमा दिएको लिङ्कबाट थप डिटेल्सहरू चेकआउट गर्नुहोला। दिस भिडियो इज ब्रट टु यु बाइ आइडिएस वेयर्स इन द मेम्बर्स अफ आइडिएस को संगठन। यसको बारेमा थप जान्न हाम्रो डिस्क्रिप्सन पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। इकोनोमिक पर्सपेक्टिभबाट हेर्ने हो भने 2007 सालभन्दा अगाडि नेपाल प्री इन्डस्ट्रियल फेजमा थियो भन्न सकिन्छ। त्यो समयसम्म आउँदै गर्दा विभिन्न शासनकालहरूमा विभिन्न ससाना एटेम्प्टहरू भए जसले आर्थिक विकासको जग बसाउँदै थिए। हजारौं वर्ष अगाडि किराँती कालमा नेपालका विभिन्न स्थानहरूमा बाटर सिस्टमको सुरुवात भएको थियो। यससँगै बिस्तारै हिमालय मार्ग हुँदै तिब्बत र उत्तरी भारतसँग व्यापार पनि सुरु भयो। कृषि र पशुपालनमा निर्भर भएको नेपालको अर्थतन्त्रको लागि हिमालयन मार्गको विस्तार एउटा बिगिनिङ अफ द माइलस्टोन जस्तै थियो। पछि 16औं र 17औं शताब्दीमा गएर मल्ल राजाहरूको पालामा यी रुट्सहरूलाई पनि अझै एक्सपान्सन गरियो। 16औं शताब्दीका 2 एम्बेसियस राजाहरू गोर्खाका रामशाह र कान्तिपुरका प्रताप मल्लले तिब्बत नेपालको व्यापारिक मार्गको अधिकांश भागलाई आफ्नो नियन्त्रणमा लिएका थिए। रामशाहले गोर्खा र तिब्बत बीचको सीमा रेखा कुकुरघाटसम्म विस्तार गरे पछाडि नेपाल र तिब्बत बीचको ट्रेडको ठूलो च्यानलको नियन्त्रण उनले नै पाएका थिए। अर्कोतिर यो सम्झौताले त्यही रुट हुँदै व्यापार गर्ने कान्तिपुरका व्यापारीहरूलाई भने अलि समस्या खडा गरेको थियो। कान्तिपुरका राजा प्रताप मल्लले यही समस्याको समाधानका लागि गोर्खाका शासकसँग विवाद वा छलफल गर्नुको साटो बरु तिब्बत तर्फै अर्को नाका कब्जा गर्ने प्लान बनाउँछन्। उनका भाइ भीम मल्लको नेतृत्वमा गएको सेनाले सिंहस्टेसम्मको भूभाग कब्जा गरे पछाडि बाध्य भएर तिब्बतले कान्तिपुरसँग सन्धि गर्नु पर्यो। उक्त सन्धिका केही क्लजहरू अहिले हेर्ने हो भने पनि नेपालले तिब्बतलाई त्यति बेला कसरी हेपेर राखेको रहेछ भन्ने कुरा प्रष्टसँग देखिन्छ। जस्तै त्यही सन्धिमा तिब्बतमा नेपाली व्यवसायीहरूले 32 कोटीसम्मको पसल खोल्न पाउने, काठमाडौँ अदालतले लासामा प्रतिनिधि राख्न पाउने, तिब्बतले नेपाली व्यापारीहरूमा कुनै पनि चार्ज वा कस्टम ड्युटिज लगाउन नपाउने, तिब्बतले नेपालमा बनेको सिक्का आन्तरिक रूपमा प्रयोग गर्ने जस्ता खाले आकर्षक सहमतिहरू भएका थिए। सहमति पछाडि कान्तिपुरका व्यापारीहरूले बिस्तारै व्यापारमा एकाधिकार जस्तै पाए र तिब्बती सरकारको लागि सुन चाँदीको बदलामा कोइन बनाएर मल्ल राजाहरूले पर्याप्त लाभ उठाए। महेन्द्र मल्ली भनिने यो सिक्का 1 शताब्दी भन्दा बढी समयसम्म तिब्बत भरि चल्यो। यति बेला नेपालमा कोइन बनेको र सञ्चालनमा आएको पनि धेरै भएको थिएन। अब यिनै मल्ल राजाको शासन अघि र किराँत शासन पछि बीचमा अर्को एउटा शासन थियो जसले कोइन सञ्चालनमा ल्याई ट्रेडलाई सरल बनाउन ठूलो भूमिका खेलेको थियो र त्यो थियो लिच्छवी काल। लिच्छवी काललाई त नेपाली इतिहासको स्वर्ण युग नै भनेर चिन्ने गरिन्छ। स्वर्ण युग भनेर चिनिनुको कारण चाहिँ त्यो समयमा शिल्पकला, कारिगरी गतिविधि र आर्किटेक्चर जस्ता क्षेत्रहरूमा ठूला अचिभमेन्टहरू भएका थिए। राजा मानदेवको शासनकालमा पहिलो मेटलको कोइन लिच्छवी कोइन जारी गरिएको थियो। पछि मानङ्का भन्ने सिक्का पनि यही समयमा बन्यो। मध्यकालीन युगको
अवधिमा सिक्काको स्थापना र व्यापक प्रयोग भयो, जसले नेपालको आर्थिक विकासको जग बसाल्यो। त्यस्तै मल्ल राजाहरूको पालामा भने कान्तिपुर, पाटन र भक्तपुरका सहरहरू उद्योग र वाणिज्यको प्रवर्धन गर्ने केन्द्र बनेका थिए। उपत्यकामा उर्वर भूमि, घरेलु उद्योग धन्दाको विकास र तिब्बतसँगको व्यापारले गर्दा यहाँको अर्थतन्त्र अरू क्षेत्रमा भन्दा राम्रो थियो। ट्रान्स हिमालयन रुटको एक्सपान्सन पछि नेपालमा कश्मीरी मुस्लिमहरू भित्रिन थालेका थिए। नेपालमा बनेका मूर्तिहरूले विश्व बजारमा राम्रो स्थान पाउने गरेका थिए भने मल्लकालीन समयबाट माना, पाथी, पाउ, धार्नी जस्ता मापन प्रणाली पनि प्रयोगमा आउन थालेको थियो। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु अगाडि नेपालमा थुप्रै ससाना राज्यहरू थिए। पश्चिमी नेपालमा 2224 नामक करिब 46 वटा राज्य थिए भने पूर्व नेपालमा 3 वटा राज्यहरू थिए। मध्य पहाडी क्षेत्रमा काठमाडौँ, भक्तपुर, पाटन गरेर 3 वटा राज्यहरू थिए। तुलनात्मक हिसाबले ठुला र बढी खानी स्रोत भएका राज्यहरूको आर्थिक अवस्था अरूको भन्दा बलियो हुन्थ्यो। पश्चिमी नेपालको तिब्बतसँग व्यापार हुने र पूर्वमा मानिसको जनसङ्ख्या पनि निकै कम हुने भएको कारणले गर्दा पश्चिमी नेपाल त्यति बेला पूर्वको कम्प्यारिजनमा बढी सम्पन्न थियो। विभिन्न ठाउँमा आफ्नै तरिकाले विकासका गतिविधिहरू हुँदै गए पनि आफ्नै उत्पादनहरू भइरहे पनि यी ससाना राज्यहरू बीच ट्रेड गर्न भने अलि मुस्किल थियो। अब 17औं शताब्दीमा आएर पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको एकीकरण भए पछाडि भने बल्ल ससाना राज्यहरूको बीचमा आन्तरिक द्वन्द्व पनि घट्दै गयो र इकोनोमीले समग्र रूप लिन थाल्यो। काठमाडौँलाई राजधानीको रूपमा इस्टाब्लिस गरे पछाडि सुशासन प्रणालीमा जनताको सहभागिता र पहुँच पनि बढ्न थाल्यो। अब काठमाडौँलाई नै चाहिँ नेपालको राजधानी किन बनाइयो भन्ने विषयमा त हामीले यो भिडियो बनाइसकेका छौँ, पक्कै पनि हेर्नुभएकै होला। त्यस पछाडि काठमाडौँलाई राजधानी बनाइसके पछाडि मारवाडी समुदायका व्यापारीहरू पनि यहाँको भर्जिन बजारहरूको फाइदा उठाउन नेपाल भित्रिन थाले। त्यस्तै पृथ्वीनारायण शाहको पालामा वैदेशिक व्यापार विस्तार गर्दै लैजाने, सिप सिक्न भारत जाने, आन्तरिक बजारमा स्वदेशी सामानलाई प्रोत्साहन गर्ने, जमिनलाई बाँझो नराख्ने जस्ता कुराहरू मोटिभेट गरिएको थियो, जसले गर्दा घरेलु उद्योग धन्दाको विकास भइरहेको थियो। यसरी केही घरेलु उद्योग धन्दाको विकास भए तापनि युनिफिकेसन पछाडि पनि अर्थतन्त्र निर्वाहमुखी एग्रिकल्चरमै डिपेन्डेन्ट थियो र स्रोत र साधनहरूको उपयोग पनि आर्थिक वृद्धिमा भन्दा पनि मिलिटरी एक्सपान्सन र युनिफाई भएका क्षेत्रहरूलाई कन्ट्रोलमा राख्नको निम्ति खर्च हुने गर्थ्यो। पृथ्वीनारायण शाहको पालाबाट गिरवान वीरविक्रम शाहको पालासम्म आउँदा अझै युनिफिकेसनकै प्रक्रियामा आर्थिक स्रोतहरू इन्भेस्ट भइरहेको थियो। पछि 1903 मा जङ्गबहादुर राणाले कोत पर्व गराएर सम्पूर्ण अधिकार श्री 5 को सरकारबाट प्रधानमन्त्रीको हातमा लिए र राणा परिवारभित्रैबाट मात्र प्रधानमन्त्री हुने रोल क्रम जारी गरिदिए। यसरी राणाकालीन समयमा प्रवेश गर्दासम्म पनि नेपालमा औपचारिक स्कुल, हस्पिटल, बैंक, हाइड्रो पावर जस्ता कुनै पूर्वाधारहरू थिएन। जङ्गबहादुर राणाले आफ्नो शासनकालमा हुलाक, तोपखाना र भूमि सुधारको स्थापना गरे। चन्द्र शमशेरको पालामा रेलवे, रोपवेको स्थापना भयो अनि नेपालको आधिकारिक नक्सा पनि त्यही बेलातिर बनाइयो। राणाकै पालामा नेपालको पहिलो दैनिक पत्रिका गोरखापत्र, पहिलो हाई स्कुल दरबार हाई स्कुल, पहिलो जलविद्युत परियोजना फार्पिङ जलविद्युत परियोजना, त्यस्तै पहिलो कलेज त्रिचन्द्र कलेज लगायतका संस्थाहरूको पनि स्थापना भएको थियो। सती प्रथा र स्लेभरी प्रथाको अन्त्य र मुलुकी ऐनको व्यवस्थाले यति बेला नेपालको सामाजिक विकासमा केही सहायता पुर्याएको थियो। तर यसरी विद्यालय, जलविद्युत, हेलफोर्स जस्ता पूर्वाधारहरू बनेको भए तापनि अधिकांशमा राणाकै सन्तानहरूको मात्र पहुँच हुन्थ्यो। कतिसम्म भने 1910 मा स्थापना भएको दरबार हाई स्कुल बल्ल 1958 मा गएर पब्लिकहरूको लागि खुल्ला गरिएको थियो। अब विश्वभरका धेरै देशहरूले शिक्षा र प्रविधि अपनाउँदै गर्दा राणा शासकहरूले भने राष्ट्रिय विकास भन्दा पनि आफ्नै विलासिता र शक्तिलाई प्राथमिकतामा राखेका हुन्थे। व्यापार व्यवसायमा पनि राणा शासकहरूकै मोनोपोली थियो। महत्त्वपूर्ण दैनिक उपभोग्य वस्तुहरू जस्तै चामल, नुन, तेल अन्यको व्यापारमा समेत राज्यकै नियन्त्रण थियो। यी वस्तुहरूको व्यापारका लागि ठेक्का प्रणाली लागू गरिएको थियो र ठेकेदारहरूले गरेको नाफाबाट शासकहरूले कमिसन लिने गर्थे। यति बेला उद्योग खोल्न परेमा श्री 3 सरकारबाट अनुमति लिन पर्थ्यो र ठूलो कल कारखाना सम्बन्धी नेपालमा कुनै कानुन वा व्यवस्था पनि थिएन, किनभने राणा शासनको उत्तरार्धसम्ममा पनि नेपालमा कुनै लार्ज स्केल उद्योग नै थिएन। 1993 मा केही व्यापारीहरूको पहलमा नेपालको 51% र भारतको 49% सेयर हुने गरी विराटनगर जुट मिलको भने स्थापना भयो। यही जुट मिलको स्थापना सँगै 1993 मै कम्पनी एक्टको पनि स्थापना भयो, जसले कम्पनी गठन, सञ्चालन र निर्माण गर्न एउटा गाइडलाइन सेट गरिदियो। यस पछाडि विराटनगरमै
अन्य प्राइभेट जुट मिलहरू पनि खुल्न थाले। अब राणा शासनको समयमा देशको व्यापारिक बजेटको थोरै मात्र रकम सार्वजनिक कल्याणमा खर्च हुने गर्थ्यो भने त्यो बजेटको अधिकांश पैसा ट्याक्सबाटै आउने गर्थ्यो। प्री इन्डस्ट्रियल पिरियडभरि नै देशको वार्षिक बजेटमा ट्याक्सको ठुलो रोल थियो र इतिहासका विभिन्न पिरियडमा ट्याक्स तिर्ने तरिका र ट्याक्सको क्याटेगोरीहरू पनि अहिलेको भन्दा धेरै फरक र इन्ट्रेस्टिङ थिए। मल्लकालीन युगमा जनताहरूले ट्याक्सको रूपमा नगद तिर्न सक्दैन थिए भने राजाको परिवारमा हुने समारोहहरूमा विभिन्न सरसामग्रीहरू उपलब्ध गराएर वा अहिले प्रचलित श्रमदान जस्तै श्रमदानहरू गरेर राज्यको लागि भोलिन्टरी काम गरेर ट्याक्स तिर्न सकिन्थ्यो। त्यस्तै शाह डाइनेस्टीमा जमिनलाई उपयोगिता र उर्वरताको आधारमा अबल, दोयम, सिम र चहार गरी 4 वटा भागमा विभाजन गरिएको थियो। जग्गामा लगाइएको कर पनि यही क्याटेगोरी अनुसार जमिनको क्वालिटीको आधारमा मूल्याङ्कन गरिन्थ्यो। यातायात र सञ्चार माध्यमको कमीले जिल्ला प्रशासन वा केन्द्रबाट कर सुपरभाइज गर्न अप्ठ्यारो हुने हुँदा सरकारले विभिन्न गैर आधिकारिक निकायहरूलाई सुपरभाइज तथा कर वसुली गर्ने जिम्मा दिएको थियो। 19औं शताब्दीको विभिन्न समयमा कर वसुली गर्न अमानत, ठेकबन्दी, इजारा र ठेकठेकी प्रणाली अस्तित्वमा थिए जसमा मुखिया लगायतका व्यक्तिहरूलाई कर सुपरभाइज गर्ने अधिकार दिन्थ्यो। पछि राणाकालीन युगमा अझ विभिन्न खाले ट्याक्सहरू लगाइँदै गयो। मालगुजारी अथवा ल्यान्ड ट्याक्स, भारिया नसिका अथवा थानकोट भीमफेदी सडक खण्डमा भारी बोक्ने व्यक्तिहरूलाई लगाइने कर अनि सरकारी कर्मचारीहरूबाट लिइने सलामी रकम लगायत प्रचलनमा थिए। अब 104 वर्षे राणा शासनको अन्त्य पछाडि देशमा प्रजातन्त्रको स्थापना भयो। प्रजातन्त्रको स्थापना पछि 2007 देखि 2046 सालसम्मको पिरियडलाई इनिसियल इन्डस्ट्रियल पिरियड भन्न सकिन्छ। यही क्रममा देश समान्त कृषि अर्थतन्त्रबाट बढ्दो सरकारी क्रियाकलाप र योजनाबद्ध विकासको अर्थतन्त्रतर्फ लम्किन सुरु गर्यो। इनिसियल इन्डस्ट्रियल पिरियड भरिमा नेपालले धेरै इकोनोमिक स्ट्राटेजीहरूमा पनि एक्सपेरिमेन्ट गर्न पायो। त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, पूर्व पश्चिम राजमार्ग लगायतका हाइवेको स्थापनाले रोड कनेक्टिभिटीलाई अझ सहज बनायो। अग्ला हिमालहरूको आरोहण र ट्रेकिङको बढ्दो ट्रेन्ड हुँदा विक्रमसम्म 2010 को दशकमा नेपालमा टुरिज्म इन्डस्ट्रीको पनि पोसिबिलिटी देखियो। नेपालमा 2008 मा पहिलो पटक वार्षिक बजेट सार्वजनिक भएको थियो भने अहिलेसम्म आउँदा 78 चोटि देशको वार्षिक बजेट प्रस्तुत भइसकेको छ। राष्ट्रको आर्थिक र सामाजिक विकासलाई मार्गदर्शन गर्न 2013 मा 5 वर्षीय योजना पनि सुरु भयो। यस अन्तर्गतको पहिलो योजना 2013 देखि 18 ले यातायात, कृषि र शिक्षा क्षेत्रको योजनाबद्ध विकास गर्ने उद्देश्य राखेको थियो। टङ्कप्रसाद आचार्यले सुरु गरेको पञ्चवर्षीय योजनाको हामी अहिले 16औं श्रृङ्खलामा पुगिसकेका छौँ। त्यसैगरी 2020 मा राजा महेन्द्रको पालामा 1910 को मुलुकी ऐनलाई रिप्लेस गर्ने नयाँ मुलुकी ऐन आयो जसले नेपालको कानुनलाई आधुनिकीकरण गर्नका साथै सोसल इक्वालिटीलाई पनि प्रमोट गरेको थियो। राजा महेन्द्रको पालामा अर्थतन्त्रमा सुधार आउने धेरै कार्यहरू भए। उनको पालामा 2013 मा सुप्रिम कोर्टको स्थापनाले कानुनी व्यवस्थालाई बलियो बनायो भने सोही वर्ष नेपाल राष्ट्र बैंकको स्थापनाले मौद्रिक प्रणाली नियमन गर्न पनि सहज बनायो। महेन्द्र राजमार्गको स्थापनाले व्यापार र यातायात पूर्वदेखि पश्चिमी नेपालसम्म कनेक्ट हुन पायो। जनकपुर चुरोट कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, लुम्बिनी चिनी मिल, नेपाल टेक्सटाइल फ्याक्ट्री, हेटौँडा सिमेन्ट कारखाना, हिमाल सिमेन्ट फ्याक्ट्री, गोराखाली टायर उद्योग जस्ता धेरै सरकारी स्वामित्वमा रहेका लार्ज स्केल उद्योगहरूको पनि यही समय अन्तरालमा स्थापना भयो। यस्ता ठूला ठूला उद्योग धन्दाको विकासले नेपालमा बनेका टायर, पेपर, जुत्ता जस्ता सामानहरू भारत, बङ्गलादेश लगायतका देशहरूमा एक्सपोर्ट हुने गर्थ्यो। त्यस्तै नेपालले 2007 देखि नै वैदेशिक सहयोग पाउँदै गर्दा 2030 र 40 को दशकमा सबैभन्दा ठूलो रकम एड मार्फत पनि भित्रिएको थियो। सोभियत संघ, वर्ल्ड बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूबाट आएको रकम सडक, सिँचाइ, उद्योग, शिक्षा र स्वास्थ्यमा लगानी भए तापनि रुलिङ क्लासहरूको ल्याक अफ कमिटमेन्ट र सेन्ट्रलाइज सिस्टमका कारण आर्थिक विकास सुस्त गतिमै भयो। शहरी क्षेत्रमा सडक र सञ्चारको स्लो प्रोग्रेस हुँदै गरे तापनि ग्रामीण क्षेत्रहरूमा भने धेरै परिवर्तन आउन सकेको थिएन। राष्ट्रिय स्तरमा विकासका कार्यहरू अघि सरे तापनि यति बेलाको अधिकांश अर्थतन्त्र अझै पनि कृषिमै निर्भर थियो र सिँचाइ र आधुनिक प्रणालीको अभावले राम्रो उत्पादन पनि भइरहेको थिएन। यस्ता विभिन्न कारणले 2052 मा गरिएको पहिलो लिभिङ स्ट्यान्डर्ड सर्वे अनुसार त्यति बेला पनि 41.8% जनसङ्ख्या अझै गरिबीको रेखामुनि नै थियो।
र यो फेजको अन्त्यसम्म आइपुग्दा युनियनवादी र राजनीतिक हस्तक्षेपका कारण राष्ट्रिय गौरवका ठूला स्तरका इन्डस्ट्रिजहरू पनि निष्क्रिय हुँदै बन्द हुने अवस्थामा पुगिसकेका थिए। अब 2046 सालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि नेपाल इकोनोमिक लिबरलाइजेसन पिरियडमा प्रवेश गरेको भन्न सकिन्छ। यो समयमा राज्यको नियन्त्रणमा रहेको कन्ट्रोल इकोनोमीबाट नेपाल अब मार्केट ओरिएन्टेड इकोनोमी अथवा खुला बजार प्रतिस्पर्धा भएको अर्थतन्त्रमा शिफ्ट हुँदै थियो। सुरुमा 17 वटा सरकारी स्वामित्वमा रहेका संस्थाहरू प्राइभेटाइज्ड पब्लिक कम्पनीमा कन्भर्ट भए, जसमा सरकार र निजी कम्पनीको साझा स्वामित्व हुन थाल्यो। नेपाली करेन्सी पनि अब इजिली एक्सचेन्जेबल बनाइयो। निजी बैंक खोल्ने अनुमति दिएसँगै देशभर बैंकिङ र वित्तीय क्षेत्रहरूमा पनि लगानी बढ्दै जान थाल्यो। त्यस्तै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन जस्ता विभिन्न ऐनहरू अगाडि सारियो, जसले वैदेशिक लगानीलाई प्रोत्साहन गर्नका साथसाथै ट्रेडमा लगाएको बेरियरहरूलाई फितलो बनायो। तर अन्तर्राष्ट्रिय बजारमा सजिलो पहुँच अनि इम्पोर्ट गर्न पनि सजिलो हुँदा यसले अर्को नकारात्मक प्रभाव पनि जन्मायो। अन्तर्राष्ट्रिय बजारमा सजिलै पहुँच हुँदा भारतबाट आउने प्रोडक्टसँग नेपाली प्रोडक्टहरूले प्रतिस्पर्धा गर्न सकेनन् र यहाँका इन्डस्ट्रिजहरू त बन्द हुने अवस्थामै पुगे। यसपछि आयात निर्यातको असमानता अझै बढ्दै गयो। यसै समयमा 2052 सालमा सुरु भएको सिभिल वारले पनि लगानीलाई सीमित गरायो भने अर्कोतिर द्वन्द्वको कारण जनधनमा भएको क्षतिले अर्थतन्त्रलाई स्लो डाउन गरायो। त्यस्तै वैदेशिक रोजगारीका लागि विदेश जान पनि सजिलो भएसँगै देशमा रोजगारको अवसर सीमित भएका कारण खाडी मुलुक मलेसिया र भारत जाने ट्रेन्ड बढ्दै गयो। 10 वर्षे जनयुद्ध अनि 62-63 को जनआन्दोलन पश्चात 2065 ज्येष्ठ 15 गते नवनिर्वाचित संविधान सभाले नेपाललाई फेडरल डेमोक्रेटिक रिपब्लिक स्टेट डिक्लेयर गर्यो, जससँगै हामी मोडर्न इकोनोमिक पिरियडमा प्रवेश गर्यौं। यसपछिका समयमा के आर्थिक गतिविधि भए भनेर त हामीले प्रत्यक्ष नै देख्दै आएका छौं। यो समयमा हामीले हाइड्रो पावर, रोड र टुरिज्म जस्ता क्षेत्रहरूमा थुप्रै प्रोग्रेस भएको देख्यौं। यसैबीच धेरै प्राइभेट उद्योग धन्दा र व्यवसायहरू पनि सञ्चालनमा आए। यो अवधिमा 2064 को ग्लोबल फाइनान्शियल क्राइसिस, 2072 को विनाशकारी भूकम्प, इकोनोमिक ब्लकेड र लकडाउन जस्ता एक्सटर्नल फ्याक्टरहरूले पनि अर्थतन्त्रमा इन्डाइरेक्ट असर पुर्याएका थिए। रेमिटेन्सले सेफ्टी नेटको रूपमा काम गरिरहँदा नेपालले पछिल्लो 7 वर्षमा गरिबीको दर आधा घटाएको छ र इन्कम इनइक्वालिटीमा पनि ब्यालेन्स हुन थालेको छ। तर रेमिटेन्सलाई अझै ठूलो अवसरको रूपमा लिएर उपभोग भने गर्न सकिएको छैन। हजारौं वर्ष अगाडिबाट कृषिमै निर्भर रहिरहेको इकोनोमीमा अहिले पनि जीडीपी को 1/3 भाग कृषिबाटै आउँछ र 2/3 पपुलेसन कृषिमै अझै पनि डिपेन्डेन्ट छ। तर कम प्रोडक्टिभिटी र व्यवसायीकरणको अभावका कारण कृषि क्षेत्र पनि सुस्त गतिमा अघि बढिरहेको छ। कार्पेट, धागो, तेल, जडीबुटी, बोरा, हस्तकला जस्ता कुराहरू निर्यात हुने गरेका छन् भने इलेक्ट्रोनिक इक्विपमेन्ट, पेट्रोलियम, फलाम, सिमेन्ट, औषधि जस्ता वस्तुहरू सबैभन्दा बढी आयात हुने गरेका छन्। यसै कारण 2024 मा मात्र 1314.44 बिलियनको व्यापार घाटा रेकर्ड गरिएको छ भने इम्पोर्ट एक्सपोर्टको रेसियो त 1:10.44 पुगिसकेको छ। अनि पब्लिक डेप्थ बढ्दै गएकाले हरेक नेपालीको टाउकोमा सरदर 90,000 रुपियाँको ऋण छ। औद्योगिक उत्पादन घट्दै गएको छ भने बेरोजगारीको समस्या र विदेश पलायन हुने ट्रेन्ड बढ्दै गएको छ।